गाई हिटमा आएको वा नआएको भनेर छुट्याउन चाहिँ धेरै साथीहरूलाई चाहिँ समस्या हुने गरेको हुँदाखेरि मैले आज चाहिँ एउटा भिडियो लिएर आएको छु। गाई हिटमा आएको वा नआएको भनेर थाहा पाउनको लागि गाईको सुत मा यसरी चलाउँदाखेरि चाहिँ गाईको पोजिसन कसरी चेन्ज भइरहेको छ तपाईँले देख्न सक्नुहुन्छ। ऊ चाहिँ एकदमै आनन्द मानिने नचल्ने गर्छ र यसरी चाहिँ सुतलाई फर्काएर हेर्दाखेरि त्यहाँनिर एउटा डल्लो हुन्छ सानो मकैको दाना जस्तो, अथवा कुनैमा अलिक ठुलो पनि हुनसक्छ, कसैमा सानो पेनिस जस्तो देखिन पनि सक्छ। यो चाहिँ भागमा हामीले भित्रबाट अथवा बाहिरबाट मसाज गर्दाखेरि गाईले चाहिँ आनन्द मान्ने अथवा धेरै जसो अवस्थामा चाहिँ त्यो क्लिटोरिसमा धेरै रक्तस्राव भएको जस्तो अथवा चाहिँ रगतहरूले भरिएको जस्तो रातो गुलाबी रङको देखिन सक्छ। र यस्तो अवस्थामा हामीले गाईलाई हिटमा आएको भनेर चाहिँ भन्न सक्छौँ। र यसरी भिडियोमा देखाए जसरी हामीले चाहिँ त्यो बाहिरबाट नै हामीले चलाइदिँदाखेरि चाहिँ गाईले निकै आनन्द मान्ने र कतिपय अवस्थामा चलाइदिँदाखेरि सेतो सिङ्गान जस्तो, भर्खर रुगा लाग्दाखेरिको सिङ्गान जस्तो पातलो सेप पनि फाल्ने गर्छ। र त्यस्तो अवस्थामा हामीले गाई राम्रोसँग हिटमा आएको भनेर बुझ्न सकिन्छ। सकेसम्म यसलाई बाहिरबाटै मसाज गर्नु राम्रो मानिन्छ।